होइन सपना देख्ने बित्तिकै तैँले मासु खाएर आइस होइन भनेर मलाई भनिदिनु भयो कि। अनि त्यो त्यति बेला त्यो सुन्दाखेरि म यति सक भएँ होइन। अनि पछि चाहिँ मलाई चाहिँ होइन बुवाले खासमा चाहिँ हाम्रो कुल पूजा चाहिँ 2टा जेनेरेसनबाट भएको छैन के। हाम्रो हजुरबा चाहिँ गोर्खाको मान्छे होइन, मिरकोट गाविस। अनि त्यहाँ महादेव थान भन्ने पनि रहेछ, त्यहाँ चाहिँ कुल पूजा हुँदो रहेछ। अनि त्यहाँबाट चाहिँ हाम्रो यता नवलपुर चोरमारा झर्नुभएको। अनि त्यहाँबाट ब्रिटिस लरेटमा भर्ती भएपछि चाहिँ पहिले सानै उमेरमा बित्नु भएछ। त्यसपछि चाहिँ खोज तलासै भएन कि हाम्रो डेडीहरूले पनि गर्नु भएन। मेरो बुवा पनि बित्नु भयो, माइलो बुवा पनि बित्नु भयो, अहिले ठुलो बुवा मात्रै हुनुहुन्छ। अनि अब कुल पूजा त गर्नु पऱ्यो नि त, अहिलेसम्म गराएको छैन। अनि त्यही भएर कुल पूजा गर्नु पऱ्यो अब होइन, कुल खोज्न हिँड्नु पऱ्यो टाइपको कुरा गर्नुभएको थियो बुवाले होइन मलाई सपनामा। डिसिज बुवा हो क्या, जब कि डिसिजसँग कुरा हुँदैन टाइपको कुरा हुन्छ नि त। अनि त्यो मैले दाइलाई सुनाएँ होइन। दाइलाई सुनाउने बित्तिकै दाइले मलाई होइन खातामा 20,000 ट्याक्राकै हालिदिनु भयो कि होइन। अनि जा त होइन गोर्खा जा, अब हाम्रो पुर्खाहरू खोज्नुपर्छ टाइपको कुरा गर्नुभयो। अनि त्यहाँबाट म ल अफ एट्र्याक्सनको ठुलो बिलिभर भएन, मेनिफेस्टेसन रियल वर्कर छ। मैले दाइसँग केही कुरा गराएको थिएन पहिला, त्योभन्दा अगाडि सिधै दाइले आफै हालिदिएर ल जा भाइ गोर्खा जा, अब बुवाले भन्नुभएको छ भने अब खोज्नुपर्छ टाइप कुराहरू सिधै हालिदिनु भयो। त्यहाँबाट म त्यो कुराले छक भएँ होइन। अनि यो अर्को स्टोरी सुरु हुन्छ क्या होइन। मैले सपना देखेर होइन नेक्स्ट डे भनेको होइन, नेक्स्ट डे नै आयो होइन 20